झोरे नमस्कार सम्पूर्णमा। मेरो नाम विश्वास थापा, म यहाँ 5 रिसिङ कारण तनहुँबाट। मेरो यो अस्तिको पुलको कुरा चाहिँ अलि अस्ति न मैले यो पुलको विषयमा कुरो गरेको थिएँ, भिडियो बनाएको थिएँ। मैले भन्दै थिएँ नि भित्र कुरो उठाउँछ भन्ने कुरो नभन्दै उठ्या रहेछ। मैले सुनेको थिएँ, मैले खुद आएर त भने होइन, कमेन्टमा नि केही पनि भन्नुभएको छैन भन्नु त, तर पनि भने रहेछ, कुरो गरे रहेछ। कसैलाई चाहिँ मनमा चिसो पस्या रहेछ। हो, मेरो जग्गा मिचिया छ, मेरो चाहिँ अब पुर्खौलीदेखि गरिआएको जग्गा, बकैदा पूर्जा भएकै जग्गा हो। पूर्जा भएको जग्गा छ त अब हाइड्रोलाई चाहिने बाटो त, हाइड्रोलाई चाहिने जमिन त हाइड्रोले चाहिँ उनीहरूले चाहिँ अधिकरण गरेर चित्त बुझाएर चाहिँ लिने कुरो हो नि त। यहाँ चाहिँ हाम्रो स्थानीय बासिन्दाले पनि औँला उठाउँछ क्या। त्यो आफ्नो अधिकारको कुरा गर्दा पनि नराम्रो हुने क्या हामी। अब त्यो बाटोको कुरा चाहिँ त्यति जाबको कुरा पनि भिडियो गरेर चाहिँ सार्वजनिक गर्ने, अनि यस्तो गर्ने अरे। अनि अब आफ्नो चिज हो भने तपाईँहरूको पनि कमसेकम थोरै आफ्नै चिज, जे चिज भए पनि अलिकति चाहिँ केही चिजले चाहिँ अधिकरण गर्छ, लिन खोज्छ भने त त्यसमा त आफ्नो हक अधिकार त तपाईँहरू खोज्नुहुन्छ नि। त्यो कुरोमा मैले कुरो उठाउँदा यहीँ आफ्नै बासिन्दा, आफ्नै चाहिँ समुदायको मान्छेहरू चाहिँ कुरो उठाउँदो रहेछ। कुरो उठ्यो, मैले सुनेको। यहाँ हाम्रो जग्गा मिचिएको भएर भनेको, मेरो आफ्नो चाहिँ उको लागि भने हो। तपाईँहरूले जो मान्छेले चाहिँ आवश्यक पर्दाखेरि एउटा धागोको त्यहाँनिर सापट्टि माग्दा चाहिँ दिन नसक्नेले उसको जग्गा पर्या भए यहाँ कति रौडको मचाउँथ्यो भन्ने कुरो त्यो मलाई थाहा छ। मैले त के गरेँ, सिर्फ ल यस्तो यस्तो भयो, उस्तो उस्तो भयो भनेको, भएको कुरा भनेको, मैले नभएको कुरो भनेको होइन। त्यो पुल बनाउँदाखेरि हाम्रो आधा जमिन खान्छ, हाम्रो ठुलोबाबुको सबैको, हाम्रो आफ्नो गरेर सबै आधा जमिन खान्छ। त्यो जमिन खाएपछि हाइड्रोले चाहिँ त्यो बाटोको लागि खाएपछि हाइड्रो पावरले चाहिँ त्यो अधिकरण गरेर चाहिँ जो 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 व्यक्ति चाहिँ, जो मान्छेको चाहिँ जमिन चाहिँ मिचिन्छ, त्यो चाहिँ उसले चाहिँ चित्त बुझाएर अधिकरण गरेर बल्ल चाहिँ उसले चाहिँ काम सुरु गर्नुपर्ने, सुरु भएको छैन। स्थानीय सरकारले अब आफ्नै टोलको मान्छेले सपोर्ट गर्दैन, स्थानीय सरकारले झन् त्यतिकै हेर्दैन, हेर्ने कुरो भयो। झन् त्यो तनहुँ हाइड्रो पावरको मान्छे झन् कति मिचेछ, कति चाहिँ यहाँ झुलाएको छ। त्यो पहिला जग्गाको छिनोफानो नभइकन बाटो नबन्नु, त्यो पुल सुरु नगर्न पर्ने। त्यो हाम्रो जग्गा लालपुर भएको जग्गामा त्यो जग्गा चाहिँ हामीलाई चित्त नबुझाइकन, हामीलाई चाहिँ मब्जा नदिकन त्यो त्यहाँ चाहिँ काम सुरु गर्न नमिल्ने कुरो हो। हामीले त्यही पनि स्थानीय सरकार आएर वडा अध्यक्षज्यूहरू आउनुभएको थियो, अनि यहाँको अलिअलि स्थानीय बासिन्दाहरू हुनुहुन्थ्यो होला, म चाहिँ त्यो दिन उपस्थित भएन। त्यो कुरा चाहिँ त्यो दिन चाहिँ के भयो भन्दाखेरि, ल यस्तो यस्तो गर्ने सम्झौता पत्र भयो, सम्झौता पत्र बनाएको छ, सम्झौता पत्र भएछ, त्यो अनुसारले काम भइरहेछ। त्यही पनि हाम्रो चाहिँ जग्गाको चाहिँ छिनोफानो भएको छैन। अब आफ्नै गाउँठाउँको मान्छेले चाहिँ अब तपाईँहरूलाई पनि पर्दाखेरि हेरौँला भने भन्दिनँ म। तपाईँहरूलाई पऱ्यो भने तपाईँहरूको बारेमा केही भन्दिनँ, यताउति के दुःख पऱ्यो, यताउता पऱ्यो, अब सहयोग गर्नु पऱ्यो, सहयोग गर्छु, सपोर्ट गर्छु। तर तपाईँहरूको बारेमा बाटोले खायो भन्ने कुरा, किन पछि यस्तो पछि हाम्रो चाहिँ त्यस्तो सोचाइ चाहिँ छैन है। र तपाईँहरू चाहिँ आफ्नो लागि बोले हो, ठिक छ त नि भनेर चाहिँ सम्बन्धित निकायमा अथवा त्यहाँ मान्छेहरू, प्रोजेक्टको मान्छेहरू आउँदाखेरि चाहिँ हो भनिदिए पनि हुन्थ्यो, किन नबोलिदिया भए नि हुन्थ्यो। हो भन्नु र बोल्दै नबोल्नु भन्दा पनि यहाँ त औँला उठाउने कुरो भयो कि किन भिडियो बनाएको, त्यति जाब हेन तेन। हाम्रो आधा जग्गा खाइरहेछ त्यहाँ, त्यो जग्गा आफ्नो जग्गा खाएको आफूले बोल्दाखेरि चाहिँ त्यति चाहिँ किन चाहिँ मान्छेलाई चाहिँ मनमा चिसो पस्छ, अचम्म लाग्यो मलाई।
यो चाहिँ पुलको भिडियो अझै म बनाउँछु, अझै पनि त्यो तलको बाटो पनि बनाएको छैन, अझै बनाउँछु मैले बनाउनु म छोड्दिनँ। तपाईँ जेसुकै भन्नु म छोड्दिनँ। आजलाई यति नै, धन्यवाद। भोलि या पर्सि 2-4 दिनमा आउँछु फेरि।